hello, 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 hello. यहाँ चाहिँ मोटीजीले सफाइ गरिदिनुहुन्छ यहाँनिर घर जो पूजा कोठा नमस्ते जोजलप्पा म सोनाली हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा। हेलो गाइज, आज चाहिँ हाम्रो घरमा पूजा छ। धेरै वर्षपछि मेरो मम्मी बाबा पछि मैले धेरै पछि पूजा गरेको घरमा। यसो घरको शान्ति होस्, यसो सबैको राम्रो हेल्थ सबैको लागि प्रे गरेको छु। होप यु सी द ब्लग गाइज। See you later. Bye. Shows each card to the audience and the other judges who can read and understand. भयो पूजामा बस्नुपर्छ भनेर भागेको अरे। हाई गाइज, आज हाम्रो सोनालीको घरमा सत्यनारायण पूजा, रुद्री पूजा र जपहरू कार्यक्रम राखेको छ र सबैजनाले हेरेर सब्सक्राइब गरिदिनु होला। र पूजाको पनि आज गुरुहरूले पूजा गर्दै हुन्छ। पूजा हेरेर पुण्यफल लिनु होला, प्राप्त गर्नु होला, पूजाको दर्शन गर्नु होला, हेर्दै गर्नु होला। हाई गाइज, आज म यहाँ हाम्रो सोनाली भान्जीकोमा पूजामा आएको छु, सत्यनारायण पूजामा। र सबैजनाहरूले उसको च्यानललाई सब्सक्राइब गरिदिनु होला, सेयर लाइक कमेन्ट गरिदिनु होला। र अब अर्को उसमा हामी लाइभ जानेछौँ पूजाको। सबै हजुरहरूलाई लाइभ हेर्न पाउनुहुनेछ। ल, थ्याङ्क यू। यो बिना डाँठ बिनाको तलको बिना छ, अस्तिको तिनवटा छ यस्तो बिना। तपाईँले लाइट चारवटा बिहा बाल्नु चन्दन अक्षराले फुल राखेर ओम गवे नमः कृष्णानि समर्पयामि त्यो अघिल्ला पुष्प गरिलाउँ पुष्पको पूजा आउँछ त लगाएर सबै त्यो थालीमा छ चौथो सात करा सब नमस्कारम केशवम प्रतिगच्छति अलिकता गुनामा बत्ती बाल्नु छ भेनपुरले रिगराय न गोपुरले रिगराय चन्दन अक्षर तपाईँ गर्नु चन्दन अक्षर तपाईँ सारवटा बेलको पिन है अक्षर चतुर्वेदाय नमो नमः ओम पूर्व पवित्र गति चतुर्वेदाय नमः नमः ओ चतुर्वेदाय नमः चतुर्वेदाय या गच्छे तिष्ठ या तावत्त्वं सुष्ठव सुखसंग सुकृतो भवा सकल पूजा परिवार घंटा साड़ी समर्पयामि नाना नैवेद्यं निवेदयामि पक्वलं नैवेद्यं निवेदयामि ऋतुफलं नैवेद्यं निवेदयामि हिरण्यनक्षत्रं समर्पयामि चतुर्वेदाय नमो नमः। नमस्कार। ओम हरि ओम महा चतुर्वेदाय नमो चतुर्वेदाय ओम महा चतुर्वेदाय दुष्यंत अक्षता अवश्य तो फुल ओ एउटा पानको पत्ता त्यो यो भाइको छेउमा
स्वयंको छेउमा रोदनसम्मं नमामि ओम बुधाय नमः कलिका श्यामं रूपेण प्रतिमं बुधं सौम्यं सौमगुणोपेतं तं भूतं परमा ब्राह्मण नागराधा श्री सोमाय नमः अक्षता खते जोड़ी रप्यस्तते तुम्हारा ओम गुरवे नमः देवानंद ऋषिणांत गुरुकांत सन्नि प्रेम सुधा बरसाहु शरण पर्यो हामी ओम जय जगदीश हरे मूर्ति हरि। हामीले आज यो दर्शन गुरुजन घरमा ग्रह शान्ति गर्यौँ। हामीले सब परिवारलाई कल्याण होस्, आफूलाई पनि आफ्ना पत्नीलाई पनि छोरा पनि सासू ससुरा आमा आदि इत्यादिका भाइ बहिनी सबैको लागि भगवान शङ्करजीको पूजा गर्यौँ। त्यसपछि सूर्यादि नवग्रहको पूजा गरेर पाठ जप पनि गर्यो, पाठ पनि गरियो। त्यसपछि भगवान सत्यनारायण भगवानको पूजन पनि गरियो र अब समापन हुने बेला भएको छ। अब हामी दक्षिणा गर्ने बेलामा पुगेका छौँ। अब दक्षिणा दिने बसेका बेला छ। अब हामीले आशीर्वाद दिने बेला भएको छ। सबैको गुरुबाले उयो झिकालाई माथि माथि छ तल पुगेको छ। लो अब पञ्चमी बाँड ल लो बुहारी लो एउटा माला ल्याउँदै गणेशजीको यो लगाइदिउँ। ग्रह दशा सबैको शान्ति हुन्, कल्याण होस्, भलो होस्, मङ्गल होस्। लक्ष्मी चन्द्रबाबुले भारती कण्ठदेशले महालक्ष्मी प्रसिद्धतो आशिका सन्तु सर्वदा ओम शान्ति। तपाईँ पनि आउनुहोस् तपाईँको नाच्नु आमाको लाउनु अनि पञ्चामृत खानुपर्छ। रोटी चुरा तरकारी खायो। पुरी भइहाल्छ नि।
तपाईँ अलिकति ढिला लिएर आउनु न काम त टिका लाउनु आउनु तपाईँहरू सबलाई बोलाइदिउँ हजुर सबलाई टिका लाउनु सबलाई आकाशतुपस्तं तोयं यथा गच्छति सागरः सर्वदेव नमस्कारं केशवं नमस्करोति ओम नमो देवाय गो ब्राह्मणेताय च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः आकाशतुपस्तं तोयं यथा गच्छति सागरः सर्वदेव नमस्कारं केशवं नमस्करोति ओम पक्षत परमात्मने नमः वीडियो बना दो ओम कृष्णाय नमः सर्वतमानो निवेशाय नमः हिरण्ये सविता रथेन देवोजाति भुवनमि पश्यन् ओम तक्षन्तु परमात्मने नमः ओम शान्ति नमो ब्रह्मणे देवाय गो ब्रह्मणेताय च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः आकाशोपेतं तोयमेधा गच्छति सागरः सर्वदेव नमस्कारं केशवं प्रति गच्छति शान्ति अवद्या वर्षाय फुलले पूजा दर्शन केशव सदा प्राप्ति देवलोके राजीवी सदा सुखी आपसे राइट एनवस्तु बलिराधा तान विद्रो मा बल तेन तुम प्रतिबदनामि रक्षा मा चल ओम महापुरुषाला पुतला गुरुलाई ल्याउने सीधा पनि त्यहाँ राख्नु अब त्यो सीधालाई पनि फुल राख्नु त्यहाँ पूजा गर्नु ज्ञानी छ मान्छे हेर्दै मान्छे मजाको छ हेर्दै लाग्दा छ त्यो सिधा त्यहाँ अगाडि दिनु त रक्षामा परमात्मा शिव प्रसाद सत्यनारायण भगवान अब समापति र गुरु सदा सदा श्रुति मता सुपला संतो गुरुणा संतो हो पता नहीं तेरे बप्पू बप्पू दादा दान गंजो महाबल तेरे मलाई एउटा चप्पल ल्याएर अघि चप्पल ल्याएर तपाईहरुलाई यो भ्लगमा स्वागत छ। आजको हाम्रो भ्लग चाहिँ पूजा आराधना गरेको छ अनि हामीले चाहिँ आज सत्यनारायण रुद्रीग्रह शान्ति कर्महरू सकिसकेका छौँ। अनि हजुरहरूले चाहिँ यो भिडियोलाई हेरेर राम्रो प्रतिक्रिया दिनु होला, लाइक सब्सक्राइब कमेन्ट्स गरिदिनु होला, साथ सपोर्ट सहयोग गरिदिनु होला। हस्त धन्यवाद, बाइ बाइ गाइजहरु। सो हाम्रो ब्युटिफुल मोडल सोनाली तामाङज्यूको युट्युब चाहिँ सब्सक्राइब गरेर हैन पुरा दिदीलाई सपोर्ट गर्नु होला। दिदीलाई सपोर्ट गर्नु भनेको मलाई सपोर्ट गर्नु हो। अनि दिदीको चाहिँ राम्रो राम्रो बनाउनुपर्ने भिडियोहरू स्किन केयरिङको हैन
अनि कसरी यस्तो राम्ररी हुने अब सन्जिता मेरो पनि आउँछ अनि हाम्रो च्यालेन्जहरूको पनि आउँछ कसरी राम्ररी हुने स्किन केयर कसरी गर्ने कसरी टाइम दिने सब कुराको आउनु पऱ्यो क्या आइटमहरू पकाएको बेला सब आउनु पऱ्यो सो सब्सक्राइब गरिदिनु होला सोनाली ताम्रोकार युट्युब च्यानल अनि तपाईँहरूले चाहिँ मलाई पनि त्यही युट्युबमा घरिघरि देख्न सक्नुहुनेछ अहिले चाहिँ हामी त्यो त हो त नि पूजामा छौँ कस्तो भइरहेछ त पूजा पूजा धेरै राम्रो भइरहेछ कस्तो राम्रो भएको त आफै मेकअप गरेको खुट्टामा पनि लगाइरहनु भएको थियो त भेनाले ल्याइदिनु भएको ओ हो यस्तो पुरै म त बेहुली जस्तो लाग्यो सुरुमा आउँदाखेरि त मालासाला होइन त्यस्तै फिल भइरहेछ क्या त भर्खर बिहा गरेर म त सिङ्गल हुनुहुन्छ भनिदिनु पऱ्यो भनेको त भेनाले लगाइदिएको अरे ला कुरा बिग्रियो नि त भाइ पनि देखिरहेको रहेछ ला ल ल दिदीलाई सपोर्ट गरिदिनु होला है त ल म चाहिँ सिङ्गल हो ज्वाइँ छिटै ज्वाइँहरू हेर्दै गर्नु है टाइम हुन लाग्यो ल सबैलाई थ्याङ्क यू सो मच हाम्रो भिडियो वाच गरिदिनु भएको भेना यस के छ यो लगाइदिएको हो तपाईँले खुट्टामा हो मैले लगाइदिएको नि खोइ मलाई टिका लगाइदिएको टिका लगाइदिएको माथि तल लु तल जाउँ त भेनाको दक्षिणा म यहाँ देखाउँछु तपाईँहरूलाई कति चाहिँ दिनुहुँदो रहेछ अङ्कित भेना यहाँ म देखाउँछु है तपाईँहरूलाई आज दुधको दुध पानीको पानी ल 4 बजी किन उठाएको भन न मलाई त्यो कुरा चाहिँ भन न यहाँनिर म 4:30 बजी रेडी भएर नुहाइ धुवाइ गरेर सब बसिरहेको थिएँ 4 बजे तपाईहरु 4 बजे हामी पनि 4 बजे उठेर कि लागिरहेछ बिहा 4 बजे उठेर गए सामान तयारी गरेर हामी 6 बजे अब फाइनली हाम्रो पूजा अनि बाबु आयो अन्तिम हुँदैछ भयालाई के गर्नु यसो यहाँ माइतीहरू कोही छ भने सम्पर्क गर्नु होला कुन पुरी हो अमृत पुरी हो मदन पुरी हो हाम्रो मामा यहाँनिर सिङ्गल हुनुहुन्छ वा आशिष पुरी अमृत पुरी चाहिँ पकाउनु ओर्नु सबैमा पर्फेक्ट यो आशिष पुरी है यो अमृत पुरी हैन यो चाहिँ बिन्दापुरी बिन्दापुरी खै बिन्दापुरी बिन्दापुरी हो आशिष पुरी जसले पनि मामा पाउँछ साह्रै भन्ने मान्ने हुन्छ बल्ल बल्ल पूजा सकियो अब यहाँ पुरी कस्तो राम्रो भएको क्या जस्तो यो मोटीले त्यस्तै भएछ पुरी पनि फुलेर एउटा सबै हालिदिनु न भइसक्यो यो मामा यो पकाउनु के हो झोल पनि भइसकेको छ अनि यो थोरै हालेर थोरै हालिदिनु न थोरै हाल्नु त चलाउनुलाई अनि यति हाल्नु अहिले चलाउनु होइन न चलाउनुलाई थोरै हाल्नु न ए चलाउनुलाई चाहिँ खाने खाने अचार खै दिनु त मामा ए यसमा हौ फास्ट सबै भइसक्यो अर्को चाहिँ के हो त्यही हो तरकारी अब खाँदा हुन्छ नि है जलेबी वाउ जलेबी अब यहाँ राख्ने यहाँ राखेर अलिक खाने सुन्नु त यहाँ राखेर खाने
यो साली हो छोरी अरे अनि के भयो त भन्दा हुँदैन साली हो कान्छी सानी बाबा कान्छी छोरी यहाँ भएर बस्यो आम्मा हिँडी गर्दै कस्तो भयो थपक्क त हैन अब 3-4 घण्टा पार्वती हो नाम दिदीको चिताको सबै कुरा होस् न ल ल मेरो भाइको पनि 8:30 बजे रहेछ भान्जीको नि होस् लस धन्यवाद रात के माने सुनाको नाति पर्छ होइन नाति भएपछि टिका नै उयो भइसक्यो बनाउनु पर्छ है भन्नु म त मनको कुरा भन्नु ल एक गतेदेखि सुरु भएको न पूजा गर्नु भनेर अनि एक गतेदेखिको सल्लाह भएको अन्तिमसम्म सल्लाह गरेर नसकेको क्या एकजना मान्छे आउँछ मैले चाहिँ एकजना आउँछ भनेर चाहिँ मैले चाहिँ खासमा के अरे आइदिनु भयो खाइदिनु भयो अनि अरू आइदिनु भयो खाइदिनु भयो अब गइदिनु भयो रुनु भएको ओ निन्दा लागिसक्यो मलाई त तपाईँ चाहिँ काका उकेर खाइनेको औ त्यो हेर्नु न काँक्रा बोकेर खानु भयो तपाईँले म पाउनु लु यो अब दिदीको काम भएको दिदीले त केही हुँदैन सुन्नु न लु मलाई पो रोक्छ लु सोनालीले भोलक बनाएको भयो बोल्नु न अब तपाईँ म पाउनु भएको अस्ति पाउनुले गरिसकेर गयो म नक्कली पाउनु चाहिँ बसेर कि यहाँ पूजा गर्नु ल मेरो हेरिदिनु त मेरो यहाँ हात हेरेर भन्नु त के भन्नु तिमी उहाँको अल्छी छौ मान्छेले अत्तालिन्छ मान्छेले अत्ताउँछ यहाँ कुरा मलाई 5 बजे चाहिँ किन उठ्यो 4:30 बजे किन उठायो ल भन आम्मामा मैले कति 5 बजी उठाएको मसु नानी एकछिन निन्द्रा नपुगेर म यस्तो भइरहेको छु नि किन उठाएको ल भन न त्यो चाहिँ मैले पूजाको लागि बाजे आउँछ 9-10 बजे मान्छेलाई 5 बजे उठाएर सुत्नु नदिएर त्यही पनि म भर्खर 2 बजे सुतेको 2 फाइनली पूजा पनि सक्यो गाइस र आजको हाम्रो भ्लग पनि यहाँ इन गर्न चाहन्छु सी यु एट द नेक्स्ट भ्लग मिस नगर्नु होला प्लिज डु लाइक शेयर एन्ड सब्सक्राइब सोनाली भ्लग्स बाई